अस्ट्रेलिया अप्लाई गर्दै हुनुहुन्छ भने हायरमा अप्लाई गरेर भोकेसनल कोर्समा रिफ्युजल पाइन्छ भन्ने कुरा पनि माइन्डमा राखेर अप्लाई गर्नुपर्ने सिचुएसन आएको छ। एकजना यस्तो स्टुडेन्ट जसले चाहिँ +2 मा एचएम पढ्नुभयो र आफ्नो फर्दर एजुकेसनको लागि अस्ट्रेलिया अप्लाई गर्नुभयो। ब्याचलर्स अफ बिजनेस इन हस्पिटालिटी सेक्टरमा चाहिँ उहाँको कोर्स पनि रेलिभेन्ट थियो, पिटी पनि एकदमै राम्रो थियो, हायर एजुकेसनमा अप्लाई गर्नुभएको थियो, विच इज ग्रेट। अप्लाई गर्यो, अफर लेटर आयो, जिएसआर कम्प्लिट भयो, एजुकेसन लोन भयो, सिओई आयो, मेडिकल भयो, सब गरेर उसले भिजा लज गर्यो। भिजा लज गरिसके पछाडि उसको भिजा लजमेन्ट 28 सेप्टेम्बर 2025 मा भयो इन ब्याचलर्स अफ बिजनेस मेजर इन हस्पिटालिटी। यो बुझ्नलाई चाहिँ जरुरी छ। उसले वेट गर्यो, इन बिट्विन धेरै जसोको रिफ्युजलहरू आइरहेको थियो, नआएको होइन, नर्मल ट्रेन्ड नै चलिरहेको थियो। सबैजनाको रिफ्युजल रिजन माइग्रेसन एक्टमा नै दिएको थियो, तिमी नेपाल फर्किने इन्टेन्सन जेन्युन छैन, तिम्रो फ्युचर प्लान राम्रो देखिएन, तिमीले फ्युचरमा फर्केर आएर नेपालमा के गर्छु भन्ने कुरा देखिएन भन्ने कुरा, विच इज नर्मल। अब यो सबैलाई थाहा हुन थालिसक्यो। यदि तिम्रो रिफ्युजल आएको छ भनेदेखि माइग्रेसन एक्टमा आएको छ भन्ने कुरा सबैलाई थाहा हुन्छ। तर उसको केसमा के भयो भन्दाखेरि 11 नोभेम्बर 2025 मा उसले रिफ्युजल पायो र रिफ्युजल अब कुन चाहिँ सब्जेक्टमा पायो भन्दा डिप्लोमा अफ कम्युनिकेसन लिडिङ टु ब्याचलर्स अफ कम्युनिकेसन, यो कोर्समा उसले रिफ्युजल पायो जुनमा उसले अप्लाई नै गरेको थिएन। अब यसको अल्टरनेट भनेको चाहिँ हामीले हाई कमिसनमा रिप्लाई गर्न सकिन्छ, मेरो यो कोर्स नै होइन, यो कसरी भयो भनेर रिप्लाई गर्न सकिन्छ भन्ने कुरा माइन्डमा आउँछ। तर उसको रिफ्युजल रिजनमा देयर इज नो राइट अफ रिभ्यू भनेर नै आएको छ। स्टिल उसले इमेल गर्यो, देयर इज नो रेस्पोन्स फ्रम हाई कमिसन। यो एकजनाको मात्र सिनेरियो होइन, अहिले धेरै जसोको सिनेरियो यस्तै भइरहेको छ। तपाईँले अप्लाई गर्नुहुन्छ अनि लास्टमा गएर ऱ्यान्डमली विदाउट नो रिजन, चित्त बुझ्ने रिजन नहुँदै पनि तपाईँले रिफ्युजल फेस गरिरहनु परेको छ अनि तपाईँले गएर भन्ने ठाउँ पनि कहीँ पनि छैन। तपाईँले हाई कमिसनलाई इमेल गर्नुहुन्छ, हाई कमिसनले इमेलको रेस्पोन्स पनि गर्दैन र वर्स्ट केस सिनेरियो तपाईँले इमेल गर्नुभएको कुरामा चाहिँ रिफ्युजल रिजन करेक्ट गरिदिएर फेरि त्यही रिफ्युजललाई अपडेट गरेर पठाइदिने मात्रै हो। र धेरै जसोको चाहिँ अहिले भिडियोजहरू आइरहेको छ, यो यसरी रिफ्युजल आयो, यसरी उनीहरूले टाइपो एरर गरेर फेरि हामीले रिक्वेस्ट गर्दाखेरि ग्रान्ट भयो भनेर आइरहेको छ। यो चाहिँ अनसोरको केसमा भइरहेछ। तर तपाईँ अफसोर हुनुहुन्छ, अफसोरबाट अप्लाई गर्नुभएको छ र अब तपाईँको रिफ्युजल रिजन चाहिँ कुनै पनि बेस नराखिकन हायरमा अप्लाई गरेको छ, भोकेसनलमा पनि रिफ्युजल आयो भने अब तपाईँले रिभ्यू राइट अपिल गर्ने ठाउँ नै छैन। यस्तो केसमा अब के गर्ने, तपाईँले रिफन्ड अप्लाई गर्ने अर कलेजलाई भन्ने मेरो रिफ्युजल यसरी आयो, तिमीले मलाई रिसिओई दियो अनि म फेरि एकचोटि रिलज गर्छु, मेरो एप्लिकेसन फेरि अप्लाई गर्छु भनेर रिक्वेस्ट गर्ने। प्रोभाइडरले मान्यो, तपाईँले रिअप्लाई गर्न पाउनुभयो। प्रोभाइडरले मानेर तपाईँले रिअप्लाई गर्न पाउनु भएन र तपाईँले रिफन्ड अप्लाई गरेर अर्को डेस्टिनेसनको अप्सन चाहिँ राख्नुपर्ने हुन्छ। यो सबै हाम्रो एकजना स्टुडेन्ट, उहाँको अब अहिले मैले नाम खुलाउन चाहिनँ, उहाँलाई चाहिँ एकदमै रिफ्युजलको रिजन चित्त नै नबुझेको भएर हि इन्सिस्टेड कि मलाई एउटा चाहिँ यसको बारेमा बोलिदिनु भनेर। सो द्याट इज वाइ आइ एम मेकिङ दिस भिडियो। तपाईँको पनि यदि यस्तो सिनेरियोहरू भएको छ भनेदेखि प्लिज लेट अस नो। धेरै जस्तो केसहरू यस्तो देखियो भनेदेखि चाहिँ वी क्यान डु समथिङ, वी क्यान इमेल हाई कमिसनमा यस्तो किन भइरहेको छ भनेर अथोरिटीमा गएर हामीले भन्न सकिन्छ, किनभने काहीँ न काहीँ गएर त भन्नु पर्यो। द्याट्स वाइ अब अप्लाई गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ बेस्ट वे चाहिँ र एउटा एकपट्टि माइन्डमा चाहिँ के राख्नु भने तपाईँले अप्लाई गरेर फाइनेन्सियली स्ट्रङ छ, एकाडेमिक स्ट्रङ छ, पिटी स्ट्रङ छ भन्दैमा भिजा ग्रान्ट हुन्छ नै भन्ने चाहिँ देयर इज नो ग्यारेन्टी।